Thank you universe for this beautiful gift. हेलो गाइस, नमस्ते। सबैभन्दा पहिला गुड मर्निङ। बिहानको 7 बजिसक्यो। सबैजना आफ्नो काममा गइसक्नुभयो होला। म पनि आज काम गर्न जाँदै थिएँ। बाटोमा मलाई के मिल्यो थाहा छ? सेन्टा क्लज। क्रिसमसकै दिन यसरी मलाई बाटोमा सेन्टा क्लज मिल्नु भनेको त युनिभर्सको मेरो लाइफमा दिएको पोजिटिभ साइन हो जस्तो लाग्यो मलाई चाहिँ। मैले छोटो सा क्युट सेन्टालाई हातमा लिएँ अनि भिडियो बनाउँदै बाटोभरि गएँ। हामी सानोमा हुँदा स्कुलमा टिचरले भन्नुहुन्थ्यो नि, सेन्टालाई हाम्रो प्रब्लम सेयर गर्यो भने अनि सेन्टाले हाम्रो प्रब्लम सोल्भ गरिदिन्छ, गिफ्ट पनि दिन्छ भनेर। तर मलाई त युनिभर्सले सेन्टा नै गिफ्ट दियो। अनि यता कामको घर पनि पुगिहालेँ म। आएर बेल मारे, ढोका नै खुल्यो। त्यसपछि मैले बाहिर आएर फेरि एउटा भिडियो बनाएँ। फिल्टर लाएर कस्तो राम्रो देखिरहेछ। अनि यता ढोका पनि खुल्यो। त्यसपछि ढोका खोलेर अनि म भित्र गएँ। अनि म सुरुलाई सबैजना सुतेको थियो नि त, म बिस्तारै बोलाउँदै थिएँ तर सुनेन। अनि मैले देख मलाई के मिल्यो भनेर म देखाउँदै थिएँ कि मलाई सानो सानो कुरामा एकदमै धेरै खुसी लाग्छ र दुःख पनि सानो कुरामा लाग्छ। वाह, सुरुलाई पनि वाह दामी छ रे, कङ्ग्रेचुलेसन रे, फेरि राम्रो छ भनेर सुरुले नि समातेर यताउता हेरेर अनि त्यसपछि सेन्टालाई ब्यागमा राखेर के खुसी हुनु। यताको भाँडा अनि यता फोहोर देखेर फटाफट मैले आफ्नो काम गर्नतिर लागेँ। यो ग्लास चाहिँ मलाई एकदमै धेरै मन पर्यो। यता बैगनको भर्ता बन्दै रहेछ, यस्तो राम्रो बास्ना आइरहेको थियो। अनि मैले खोलेर हेरेँ। यो ग्लास चाहिँ मलाई मन पर्यो। म बार यो मन पर्यो भनिरहेको थिएँ कि। अनि यता रोटी र बैगनको भर्ता पनि रेडी भइसक्यो। हामी दुइटैले हाम्रो काम पनि सकायौँ। प्राय बेङ्गलोरमा धेरैको हुने भनेको काम यही हो। अनि मेरो सानो खुसीको मोमेन्टलाई मैले क्याप्चर गरेर बनाएको भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। ओके, बाई बाई।